नमस्कार, म आज फेरि तपाईँमा स्वागत भइसकेको छु एउटा नयाँ भिडियोको साथमा। र आज हामीले पढेको सेडिमेन्टेसन टाइमको एउटा पार्टिकल एप्रोच हामीले गरिसक्यौँ र आज हामी कन्सन्ट्रेसन अप्रोच कभर गर्नेछौँ। र कन्सन्ट्रेसन अप्रोचमा हामी हेर्न सक्छौँ डिजाइन टु एचिभ यसको प्रिन्सिपल के रहेछ, डिजायर ट्र्याप एफिसियन्सी। एउटा ट्र्याप एफिसियन्सी जस्तै 90, 85%, 90%, 95%, त्यसको आधारमा चाहिँ यसलाई डिजाइन गरिन्छ। र यसको स्टेप्सहरू कसरी रहेछ, जस्तै चुज द रिक्वायर्ड रिमुभल अफ द टार्गेट पार्टिकल टिपिकली भन्छ। जस्तै हामी कति पार्टिकल रिमुभ गर्न चाहन्छौँ, जस्तै 90 देखि 95% को बिचमा हामी त्यो एउटा इफिसियन्सी एज्युम गर्छौँ र हामी त्यसपछि के गर्छौँ, भेक्टर सिक्वेसन लाउँछौँ। भेक्टर सिक्वेसन के रहेछ, त्यसलाई भेक्टर स्क्वेयरको इन्भर्सन गर्छौँ, त्यसमा लग लगाएर एलएन लगाएर, अनि त्यहाँबाट हामी सर्फेस एरिया निकाल्छौँ। जस्तै सर्फेस एरिया कसरी निकाल्ने, एस इक्वल टु माइनस क्यू बाई डब्लु एलएन इन्टु ब्र्याकेट 1 माइनस इटा। र त्यसपछि हामी यो सर्फेस एरियालाई डिस्ट्रिब्युट गर्छौँ। सर्फेस एरिया भनेको के हो, प्लानको डाइमेन्सन हो। प्लानको डाइमेन्सन भनेको एल इन्टु बी, र एल बाई बीको रेसियो तपाईँको कति हुन्छ, 8 देखि 10 को बिचमा हुन्छ। र प्रिफरेबल हाम्रो चाहिँ के हुन्छ भने चाहिँ एल बाई बीको रेसियो जहिले 4 भन्दा कम हुनै नपर्ने। हामी डेप्थ चाहिँ कसरी निस्काउँछौँ, डेप्थ भनेको कन्टिन्युटी इक्वेसनबाट निस्काउँछौँ। जस्तै एच इक्वल टु क्यू बाई बी इन्टु भी। क्यू भनेको ए इन्टु भी हुन्छ, र यहाँको एरिया भनेको बी इन्टु एच। बी इन्टु एच भनेको कस्तो एरिया आउँछ भने तपाईँको त्यो साइडको एरिया हुन्छ, त्यसलाई भन्छ। र यसमा पनि एउटा रेस्ट्रिक्सन हुन्छ। त्यो रेस्ट्रिक्सन भनेको के रहेछ भने, यदि हाम्रो के हुन्छ भने चाहिँ क्रिटिकल भेलोसिटी भन्दा त्यो फ्लो भेलोसिटी सानो हुनु पर्यो। र तपाईँ हेर्न सक्नुहुन्छ यहाँ हाम्रो क्याम्पको त्यो रहेछ, क्याम्प्स डायग्राम रहेछ। र क्याम्प्स डायग्रामले कसरी युज गर्ने तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ वाइ एक्सिसमा इफिसियन्सी रहेछ, र एक्स एक्सिसमा के रहेछ, रिड्युसिङ टर्बुलेन्सको एउटा फ्याक्टर रहेछ। त्यो टर्बुलेन्सको फ्याक्टर कसरी निस्काउने, फल भेलोसिटी अपन यु स्टार। यु स्टार भनेको तपाईँको सियर भेलोसिटी हुन्छ। र हामी के गर्छौँ, एउटा सियर फल भेलोसिटी अपन सियर भेलोसिटी पनि निस्काउँछौँ, र इफिसियन्सी पनि निस्काउँछौँ। र त्यो दुइटैले गएर यो जुन यो कर्भ छ नि 2.0, 1.5, 1.2 त्यसमा ठोक्छौँ। जस्तै अब यहाँबाट 0.7 आयो, अर्को यहाँबाट 6 आयो भने 0.7 र 6 कति हुनुहुन्छ, यहाँबाट यो कति छ, 0.7 आयो होइन, 0.7 यहाँ छ तपाईँको होइन, अनि यहाँबाट 6 आयो भने चाहिँ 0.7 र 6 भनेको यहाँ रहेछ भने चाहिँ यो कर्भमा भनेपछि कुन कुनको बिचमा रहेछ, यो 1.2 भन्दा तल रहेछ भने त्यही अनुसार हामी यो जुन 2.0, 1.5, 1.2 तपाईँले हेर्नु रहेछ, त्यो भनेको के रहेछ, तपाईँको ओमेगा एएस बाई क्यूको भ्यालु रहेछ। र ओमेगा एएस बाई क्यूको भ्यालु सर्टेन भ्यालु आएपछि त्यहाँबाट सर्फेस एरिया निस्काउन सक्नुहुन्छ। र कन्सन्ट्रेसन अप्रोचमा खासै गर्ने यति नै रहेछ। अब हामी नेक्स्टतिर जान्छौँ। अब पार्टिकल एप्रोच र कन्सन्ट्रेसन एप्रोच दुइटै हेरिसकेपछि हाम्रो नयाँ आउँछ एउटा स्टेप बाई स्टेप डिजाइन कसरी गर्ने भन्ने एउटा जेनरल एप्रोच पो रहेछ। जेनरल एप्रोच भनेको के रहेछ, पहिला हामी के गर्छौँ, सर्फेस एरिया निस्काउँछौँ। सर्फेस एरिया कसरी निस्काउने, एएस इजिकल टु के इन्टु क्यू अपन फल भेलोसिटी। फल भेलोसिटी भनेको ओमेगा। यहाँ हामी के कति एज्युम गर्छौँ, 1.2 देखि 1.5। र क्यू हामी के गर्छौँ, यदि हामीलाई कन्टिन्युअस फ्लसिङ मेसिन दिएछ भने हामी के गर्छौँ, त्यसको 10 to 15% त्यसलाई इन्क्रिज गर्छौँ। के को लागि भने फ्लसिङ डिस्चार्जको लागि। त्यो 10 to 15% के को लागि, फ्लसिङको लागि युज हुन्छ। र यदि मल्टी च्याम्बर दिएछ भने, यदि एउटा भन्दा दुईटै च्याम्बर छ सेडिमेन्टेसन, त्यतिखेर हामी के गर्छौँ, डिस्चार्ज पर च्याम्बर युज गर्छौँ। र स्टेप बीमा हामी के गर्छौँ, लेन्थ एन्ड ब्रेथ निकाल्छौँ। सर्फेस एरियाको लेन्थ कति हुन्छ, एल इन्टु बी भनेपछि एल बाई बी को रेसियो कति हुनु पर्यो, 4 देखि 10 को बिचमा हुनु पर्यो। र हामी यसमा पनि हामी जुन निस्काउँछौँ नि, त्यसबाट हामी विथ चेक गर्छौँ। यदि विथ भनेको 4.75 रुट क्यू भन्दा सानो हुनु पर्यो, 4.75 रुट क्यू भनेको के हो, लेस इज पेरिमिटर हो। र यसमा पनि हामी के गर्छौँ, विथ क्यू यसमा पर च्याम्बरको अनुसारमा हुन्छ। र यदि यो भन्दा बढी छ, यो 4.75 रुट क्यू भन्दा बढी छ भने हामी दुईटा च्याम्बरमा स्प्लिट गर्छौँ। र यसमा हामी लिमिटिङ भेलोसिटी पनि चेक गर्नुपर्छ। जस्तै लिमिटिङ भेलोसिटी हाम्रो के क्याम्पले दिएको फर्मुला होइन, टिआर क्याम्पले भिसी इक्वल टु ए रुट डी। अनि हामी के गर्छौँ, जहिले जुन हाम्रो फ्लो भेलोसिटी हुन्छ त्यो क्रिटिकल भेलोसिटी भन्दा सानो हुनु पर्यो। र फ्लो भेलोसिटीको रेन्ज जेनरली के हुन्छ, 0.3 मिटर पर सेकेन्ड भन्दा सानो हुन्छ। र हिमालयन नदीहरूमा हाम्रो 0.2 मिटर पर सेकेन्ड भन्दा सानो हुन्छ। र हामी अब स्टेप डीमा हामी के जान्छौँ, कन्टिन्युटी इक्वेसनबाट डेप्थ निस्काउँछौँ। कन्टिन्युटी इक्वेसनमा डेप्थ कसरी निस्काउने, एच इज इक्वल टु क्यू बाई बी इन्टु भी। यो भनेको त्यही। अब यसलाई पनि हामी प्र्याक्टिकल रेन्जमा हाल्नु पर्यो, किनभने प्र्याक्टिकल रेन्ज हाम्रो कति हो, 3 देखि 5 मिटर। त्यस्तै हामी यसको इफिसियन्सी पनि चेक गर्नुपर्छ। यदि स्टेप ईमा हामी जान्छौँ भने के गर्न सक्छौँ, चेक्स बाई अदर मेथड। जस्तै यदि लेन्थ भेलिकार्नोप्स लेन्थ भन्दा बढी छ, भेलिकार्नोप्स लेन्थ भनेको एउटा मिनिमम लेन्थ हो, त्यति चाहिँ प्रोभाइड गर्नै पर्यो। अनि त्योभन्दा यदि बढी छ भने ठिक छ, ओके छ। अनि त्यो ओके भएपछि हामी के गर्नु पर्यो, त्यो जुन छ नि त्यो टर्बुलेन्स करेक्टेड लेन्थलाई फेरि रिक्यालकुलेट गर्नु पर्यो। र इफिसियन्सी चेकमा पनि हेर्न सक्छौँ तपाईँको इटालाई हामी के गर्छौँ, ह्याजेन क्याम्प र भेक्टरको इक्वेसनबाट डिजायर सेटलिङ पर्सेन्टेजको आधारमा हामी कम्प्युट गर्छौँ। यदि डिजायर सेटलिङ
पर्सेन्टेज हाम्रो एचिभ भएन भने हामी त्यसलाई रिकम्प्युट गर्छौँ र डाइमेन्सनहरूलाई रिभाइज गर्छौँ र रिपिट गर्छौँ र लास्टमा हामी सेडिमेन्टको स्टोरेज डेप्थ पनि निस्काउँछौँ र यसरी तपाईँ हेर्न सक्नुहुन्छ। हाम्रो डिजाइन प्रोसिड्युर यसरी नै रहेछ। तपाईँ स्क्रिनसट लिन चाहनुहुन्छ भने स्क्रिनसट लिन सक्नुहुनेछ। ल थ्याङ्क यू।